धेरै धेरै राम्रो वाउ वाउ कस्तो मिठो कति मिठो ओ माई गॉड यस्तो बोलिरहेको छु कि बढ्दा पनि बोल्न मन लागिरहेछ थ्याङ्क यू सर यति मिठो गाउने मान्छेको नाम नितु थापा मगर नितु थापा मगर घर चाहिँ कता? झोरले दैले झोरले सेवारो सेवा घर चाहिँ कता हजुरको दैलेख घर चाहिँ दैलेख तलै गएर बोल्नु न त हामी तलै गएर बोल्नु ताली बाजु दैलेखबाट आउनु भएको छ दैलेखदेखि आउनु भएको यति स्विट मिठो भोइसको धनी नितु चाहिँ एकदम सर नमस्ते क्युट वाला नमस्ते सर नमस्कार बहिनी नित्य र यो मगर गुरुङ समुदायमा गाइने यो मौलिक गीत होइन कौरा भनिन्छ यसलाई होइन र यो गीत गाउनु सुन्दाखेरि जति रमाइलो सुन्दा जति आनन्द आउँछ गाउनु फेरि उत्तिकै कठिन पनि हो है गीत चाहिँ एकदमै सानो सानो खिटका सानो सानो त्यो दाना दुनीहरू यसरी त्यो भोकललाई चलाउनु पर्ने कुराहरू हुन्छ नि त कौरामा चाहिँ होइन यो स्लोबाट फेरि फास्टमा जानु फास्टबाट अझै फास्टमा त्यो चल्ती भन्छ होइन छोप्ने भन्छ नि यो कुराहरू एकदमै गाह्रो कुरा हो तर तपाईँले यो यत्रो स्टेजमा आएर यति धेरै मान्छेको अगाडि पनि कति आनन्दले कति कन्फिडेन्ट भएर होइन नलजाइकन नडराइकन कौरा जस्तो कठिन गीतलाई यस्तो मजाले प्रस्तुत गर्नुभयो त्यसको लागि चाहिँ म उठेर ताली बजाउँछु ल तपाईँको लागि है नितु एकदमै मिठो एकदमै राम्रो नितु मिठो मात्रै गाउनु भएन धेरै मिठो गाउनु भयो होइन अनि गाउनु मात्रै होइन क्या त्यो फिल गरेर नोटमा भिजेर अनि त्यो मेहनत गरेर क्या त्यो एकदम सानो सानो तपाईँ चेयर घुमेर अब छोडिदिँदा पनि हुन्छ क्या चेयर घुमेर खास नगाउँदा पनि तपाईँ चेयर घुमिसक्यो तर तपाईँले मानौ कि 4वटा चेयर कुनै घुमेको छैन जसरी लास्टसम्म गाउनु भयो क्या आई वान्ट यु मलाई तपाईँको एकदमै धेरै मन पर्यो मेरो टिम आउनु भने म एकदम ह्याप्पी हुनेछु ह्याप्पी त म त झन् यति ह्याप्पी हुन्थेँ कि तपाईँ मेरो टिममा आउनुभयो भने त नितु बहिनी अब तपाईँले गाउनु भएको यो गीतलाई अब मैले पनि पहिला एउटा कौडा गाएको थिएँ 1998 तिर गाएको कौडा गीत 2 लाइन गाएर तपाईँलाई यता म भर्खर जन्मेर रहेछु हुनसक्छ है बहिनीहरू है प्रदीप सर अघिको कर्ड केमा थियो दिमला कौडै हो है अलिकति बजाउने प्रयास गरौँ है साथीहरू यो चाहिँ हाम्रो एकजना रेशम दाई हुनुहुन्छ मेरो साथीको दाजु हो हामीले पहिला ब्यान्डमा फर्स्ट टाइम होला त्यसरी चाहिँ हामीले त्यो जमानामा रेकर्ड गरेको आज तपाईँको लागि 2 लाइन सुनाउन चाहन्छु है त गोजेमा घुम्दै आएको गोधेमा तिम्रै खोजेमा